पाटन दरबार क्षेत्र नेपालको सबैभन्दा पुरानो कलात्मक र ऐतिहासिक दरबार परिसरमध्ये एक हो। यसले नेपालको समृद्ध कला संस्कृति, धार्मिक दर्शन र प्राचीन राजदरबार प्रणालीको गहिरो इतिहास बोकेको छ। सबैजनालाई नमस्ते, म मान थापा हैन। आज हामी पाटन दरबारमा छौँ। तपाईहरुलाई हामी यो पाटन दरबारको इतिहासको बारेमा केही कुरा बताउने छौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र कस्तो लाग्छ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। पाटन दरबार क्षेत्र ललितपुर जिल्लाको मुटुमा अवस्थित प्राचीन दरबार हो, जसलाई मल्लकालीन कला र संस्कृतिको उत्कृष्ट नमुना मानिन्छ। पाटन सहरलाई ललितपुर वा कलाकारहरूको सहर पनि भनिन्छ, किनकि यहाँका काठ, ढुङ्गा र धातुको कलाकारी विश्वभरि प्रसिद्ध छ। पाटन सहरको इतिहास किराँतकालदेखि चलेको मानिन्छ, तर दरबार क्षेत्रको वास्तविक विकास मल्ल राजा सिद्धिनरसिंह मल्ल 16औं शताब्दीदेखि सुरु भएको हो। पछिल्ला राजा श्रीनिवास मल्ल, योग नरेन्द्र मल्ल आदिका पालामा दरबार क्षेत्र अझै भव्य र कलात्मक बनाइयो। 1979 मा पाटन दरबार क्षेत्रलाई युनेस्को विश्व सम्पदा सूचीमा राखिएको थियो। यसले नेपालका सांस्कृतिक सम्पदाको विश्व स्तरमा महत्त्व झनै बढाइएको छ। 2072 सालको भूकम्पले पाटन दरबार क्षेत्रमा केही ठाउँमा क्षति पुर्यायो। हाल अधिकांश संरचनाहरू पुनर्निर्माण गरिएका छन्। परम्परागत शैली र प्रविधि प्रयोग गरिएका कारण पुरानै स्वरूपमा देखिन्छन्।